यो फारिक गोरखपुरी को शायरी याद छ कि छैन? तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो र यो हाम्रो मात्र आवाज होइन। यो हिजो भर्खर एउटा पत्रिकामा आयो कि 7 वर्षमा 76,000 इन्डियन्स, 76,000 भारतीय पनि यो नाका भएर बाहिर गएको रहेछ। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसक्यो रहेछ। अनि थाहा थिएन 11 महिनासम्म, र थाहा थिएन भने मन्त्रीलाई आफ्नै मन्त्रालयको कुरा थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेको, कि आफ्नै मन्त्रालयमा के भइरहेछ थाहा छैन। नियतमा शङ्का छ र सम्मानज्यू, यसमा हामीलाई सन्तोषजनक जवाफ संसदीय उच्च स्तरीय छानबिन समिति र यसको सबै ठगिएको लुटिएको नेपालीले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ।